आयो खुसीको खबर, हर्क साम्पाङ प्रधानमन्त्री बन्दैछ। गरिबको सपना हेर्नुहोस् अब छिटै पुरा हुँदैछ। गरिब दुःखी असहायमा पीडामा परेकोहरू दबेर दबिएकाहरूलाई निकाल्नको निम्ति हर्क साम्पाङले श्रम सांस्कृतिक पार्टी खोलिसकेको छ। यो सन्देश जाओस्। आज नेपालको 14 अञ्चल 75 जिल्ला थियो पहिला, अहिले 77 भएको छ। 7वटा प्रदेश भएको छ। 7वटै प्रदेशको बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरूले श्रम सांस्कृतिक पार्टीको अध्यक्ष हर्क साम्पाङ राईलाई चिनिसक्नु भएको छ र उहाँको माटो चिन्हमा भोट लगाएर बहुमतको साथमा उहाँलाई विजय बनाएर, उहाँको टिमलाई विजय बनाएर बुबा आमा दाजुभाइ तथा दिदीबहिनी जेनजी पुस्ताहरू अब अगाडि बढ्नु छ र हाम्रो देशले पनि निकास पाउनुपर्छ। 10 वर्ष जनयुद्धमा सकिएको नेपाल अब निर्माण गर्नु छ। सुदन किरातीले त साथ दिएछ। बालन शाह हजुर किन स्वतन्त्रमा लट्ठीमा उठेर हर्क साम्पाङलाई सपोर्ट गर्नु छोडेर स्वतन्त्रमा घन्टी किन बजाइरहेको छ? तपाईँलाई त्यही धोका हुन्छ। त्यही झापा क्षेत्र नम्बर 5बाट तपाईँलाई बाजी मार्नुलाई साह्रै गाह्रो पर्छ। हेर्नुहोस्, तपाईँले पनि सक्नुहुन्छ भने हर्क साम्पाङलाई जसरी सुदन किरातीले सपोर्ट गर्यो त्यसै गरेर तपाईँले सपोर्ट गर्नुहोस्। अर्को साल तपाईँको स्योर प्रधानमन्त्री पद हुन्छ। र मैले धेरै बोल्नु त सकिन्न, तर यो थोरै बोलेको शब्द पुर्याइदियो फेसबुक। सबै नेपालीको माझमा, सबै नेपालीको साथमा आज अब हाम्रो देश बन्दैछ। श्रम सांस्कृतिक पार्टीले बनाउँदैछ। हर्क साम्पाङको नियमले, हर्क साम्पाङको दर्शनले, हर्कवादको दर्शनले अब देश छिटै निर्माण हुँदैछ। जय माटो, जय देश।